नै सृष्टि गरेको चाहिँ भगवानका लागि देखाउनु सिवाय सायद हामीले केही गर्न सक्यौँ कि सकेनौँ। यति मात्र होइन, हामी मुक्तिनाथसम्म पुग्छौँ, मुक्तिनाथसम्म जाँदाखेरि अत्यन्त गाह्रो भयो, अप्ठ्यारो भयो भन्दै पुग्छौँ। उस्तै गरी मुक्तिनाथ भगवानको मूर्ति चाहिँ कस्तो थियो हेर्नै भुल्छौँ। त्यस्तो खालको हाम्रो दर्शन छ। यो मैले उदाहरणका लागि मात्र भनेको। देवालय मठ मन्दिर जानु मात्र ठुलो कुरा होइन, ती तपोभूमि हुन्, एकैछिन बस्न सक्यौँ कि सकेनौँ। आसन कसेर त्यो देवालयको नामका रूपमा रहेको एउटा मन्त्र एकैछिन जप्न सक्यौँ कि सकेनौँ। त्यसको अस्तित्व के थियो, वरपर रहनुभएका व्यक्तिसँग त्यसको भविष्य, त्यसको वर्तमान अनि त्यसको भूतकालको बारेमा केही बुझ्न खोज्यौँ कि खोजेनौँ, यति चाहिँ हामीले पक्कै पनि दर्शाउनुपर्छ। यति गर्न सक्यो भने मात्र हाम्रो हिन्दू धर्म, वैदिक पद्धति, पूर्वीय सभ्यताको हामीले संरक्षण र सँगसँगै सम्वर्धन पनि गर्न सक्छौँ।